guys, I have son to Munjana, Moheg, son to here. Birthday. मेरो बिहान भयो है जिम जाँदाखेरिको डाइट है एक गिलास पानी अनि दोस्रो कुरा चाहिँ केला पानी र केला खानुपर्छ बवाल हुन्छ क्या दोस्रो चाहिँ देखाउँछु है दोस्रो चाहिँ मेरो कफी पाउडर थाहा होला सबैलाई के हुन्छ भनेर के गर्छ के हुन्छ थाहा होला नि त कफी पाउडरले चाहिँ सबैलाई इनर्जी दिन्छ बबाल बिहान हालेर कफी पाउडर दिनुपर्छ जिम जानुपर्छ 6 दिन भयो मलाई जिम नगएको गाडीले धोका दिएको थियो नि त गाडी खराब थियो नि त त्यही कारण गएको थिएन नि त म आज गइरहेको छु अब यस्तो तितो हुन्छ यार मेरो सुरुवात जिम जाँदाखेरि लगाउने यो चाहिँ मेरो टी सर्ट यति भयो भने चाहिँ जिम जान सकिन्छ जान्न अस्ति नै मेरो फटफटेले हल्का मलाई धोका दियो कि जिम गएन खराब भयो मासलेको के भन्दाखेरि जिम भयो कि त्यसको ठुलो तार बिग्रेर भेटिएन कि धेरै दिनसम्म त्यही कारणले 5-6 दिन म जिम गएन अब जानु पर्यो है म हेल्पबाट निस्केँ अब अगाडि गएर आउँछु दिनै यार बिग्रेर टेन्सन दिएको थियो गाडीले मलाई यार लास्ट टेन्सन दिएको गाडीलाई त्यसै मान्छेहरूले मलाई के भन्छ भन्दाखेरि त्यहाँ जिममा यत्रो दिन कहाँ गएको थिइस् के गरेर थिइस् फिक्स भन्छ क्या गर्दैन नि त 6-7 दिन आज गइरहेको छु सोधियो भनिहाल्छु यो सब मलाई आज यत्रो दिन जिम गएपछि लाल लाग्थ्यो बहुत लाल लाग्थ्यो आफूलाई यस्तो छ हाम्रो चाहिँ भ्युज हेर है बिहानको सबैलाई देखाउँछु पवाल छ क्या हाम्रो पवाल जिम जाँदाखेरि ल म चाहिँ देखाउँछु हजुरहरूलाई यस्तो छ गाडी चाहिँ बिहानै हिँड्छन् केटाको नाइट बसेर है बिहानै हुन्छ क्या यस्तो छ बिहान यताबाट चाहिँ हो सिधै आउने चाहिँ पवाल सिधै आउँछ पवाल हुन्छ पवाल बिहान चाहिँ यताबाट आउँछ
हजुरहरूलाई अगाडिको चिन्ता थियो यस्तो छ हाम्रो चोक यस्तो छ चोक हाम्रो चोक यस्तो छ यो छत्रपति शिवाजी महाराज यहाँको सबैभन्दा उनको नाम पनि पछाडि यहाँको मान्छे राख्यो भने जाडो पनि हुँदो ज्याएर मेरो हुडी नै कस्तो यार राखेको छैन हुडी चाहिँ लगाएर ल्याएन आज यत्रो भिड हुन्छ हाम्रो जिममा छ अनि अहिले चाहिँ आज चाहिँ लाल लागिरहेको छ मलाई जिममा मान्छेले के भन्ने हो यार यत्रो दिन कहाँ गयो 30 भन्छ ठिक मलाई नि यत्रो दिन ग्याप परे चाहिँ आउनु अर्कै लाग्छ क्या अब ठिक छ गाडी धोका दियो के भन्ने है ल म चाहिँ भित्र जान्छु अब Me recuerdo, थोड़ा आगे आओ बस बस मेरा कुछ भी नहीं पड़ेगा मेरा चेस्ट बनाने के मेरे को चेस्ट बनाने में बहुत मुश्किल मसल चाहिए इसमें मूंगफली का जान डालने के लिए बहुत जान डालने के लिए आटा का मुझे लगता है इसमें मेरे को अच्छा है तो कटिंग निकालना चाहिए तुमको साइड को क्या बोलते हैं वजन ज़्यादा मानना चाहिए वजन ज़्यादा मानना चाहिए ल आज चाहिँ यति नै हो हाम्रो चाहिँ ल सक्यो यति धेरै मान्छेहरू छन् अब हामी चाहिँ जानु पऱ्यो यताबाट कोरामसा शायद बड़ा है तुम्हारा देखो बड़ा है बहुत हमारा कैसे देखो हमारा थोड़ा चिकन ज़्यादा है ज़्यादा मतलब थोड़ा सा ज़्यादा 250 ग्राम खाने का रोज का और पानी ज़्यादा पीना लेबर खराब है पाइल्स का प्रॉब्लम आएगा मालूम है ना पाइल्स इसका प्रॉब्लम आता है हाँ दिन में पानी पड़ता है ना दिन में पानी 2-2.5 लीटर पीना चाहिए थोड़ा पानी पीना तो पाइल्स का तकलीफ चालू होगा उसके लिए हम खाना दबाएंगे अब खाना खाएंगे उसके बाद साइड बढ़ाएंगे चलो अब हमारा उम्र खत्म हुआ हम जाने वाले मजा आउँछ जिममा बहुत मजा आयो ल मलाई चाहिँ यो भिडियोमा देख्नुहुन्छ हजुरहरूले देख्नुहुन्छ कतिको मजा आयो भनेर रमाइलो भयो सेदिनपछि आयो यस्तो भइसकेको छ यतातिर केटाहरू टन्न देखिन्छ यताबाट चाहिँ किन अघि म जाँदाखेरि उताबाट गर्थेँ अहिले चाहिँ किनभने यो बाटो किन गइरहेको छ भने चाहिँ यतातिर अब त्यही कारणले
त्यही हो रमाइलो भयो आजदेखिको नै बाइक सेल हान्यो भ्याग हान्यो हान्यो सबै चिजहरू हान्यो नि त रमाइलो लाग्यो मलाई त्यो अब रुम पुगेपछि नै गरौँला दोकान चाहिँ गलम